घंटी छाप पर आंख बंद क भरोसा करे वाला व्यक्ति प्रमाण देख लिया। ई छै बालेन शाह के श्रीमती अर्थात धर्म पत्नी। तो वह व्यक्ति आप क्रिश्चियन से आबाद भ चुकल है। तो आप अपने सबके यह कहब कि आंख खोलो। ई सब जे इनकर धर्म पत्नी जे छै से मंदिर कहियो नहीं गेल से वो देख ले। और फर्स्ट बात और सेकेंड बात कि बालेन जब मंदिर बौआ रहा है उ सिर पर हिंदू सबके आंख में धूल झोंक के लागी। अगर एते प्रमाण भेटला के बाद अगर जे हिंदू सब अगर जे जागरूक नहीं भक अगर हिंदू विरोधी के अगर जहाँ सब चुनाव कर रहा छी तो वैसे बड़का गलती हम कथी कहो। ऐसे ज्यादा हम नहीं किछु कहब। जय श्री राम, जय नेपाल। उहाँलाई तपाईले यो देशको नेताको प्रतिनिधि भएर चुनिसक्नु भएको छ। परमेश्वरको भोटको बन्ती मात्र हुन बाँकी छ। प्रभु तपाईँ परमेश्वरको नाउँमा म समर्पण गर्दछु। उहाँलाई तपाईले एउटा असल र सच्चा नेता देशद्वारा यस ठाउँमा आउनको लागि तपाईँ परमेश्वरले पीडामा परेकाहरूलाई उद्धार गर्नको लागि प्रभु तपाईले आफ्नो छोरालाई गर्नु भएको छ भने म विश्वास गर्दछु। उहाँलाई नै तपाईले विजय गराउनुहुन्छ। हालेलुया। परमेश्वर एउटा विजयका परमेश्वर त तपाईँ मात्रै हुनुहुन्छ। संसारको कुनै पनि कुराले विजय गर्न सक्दैन। प्रभु म तपाईको हातमा राख्दछु भाइलाई अनि बालेन शाहलाई तपाईको हातमा राख्दछु। उहाँको श्रीमती यहाँ आउनु भएको छ। तपाईको छोरीको साथमा तपाईँ रहनुहुन्छ। प्रभु तपाईको अनुग्रह भएको तपाईँ परमेश्वरले जतिजना यहाँ आउनु भएको छ यी छोरा छोरी सबै मेरै छोरा छोरी मेरै सन्तान हुन्। प्रभु तपाईको चरणमा आउनु भएको छ। तपाईको सन्तान भएको कारणले मेरा सन्तान हुन् भने तपाईले आशिष दिनुहुनेछ। किनभने प्रभु तपाईँ परमेश्वर एक मात्रै स्वर राष्ट्रहरूमाथि बोल्नुहुन्छ